पछाडि मिलाएर गाइस हाम्रो साथीलाई चाहिँ अङ्कलले गिफ्ट दिइसक्नु भएको छ त्यसै अनि हामीले पनि तिम 2,000 रुपैयाँ जीवनको बर्थडेको ओए कृतिका अनि पुरा रिमुभ गर्के म कम ब्याक गर्छु त्यस्तो प्रकार भिडियो रिमुभ गर्ने म छक्का लाग्छ अरु किला भनेको बुझ्न बुझ्ने बुझिहाल्छ नि अब कसको रिमुभ छ हैन तिम्रो चाहिँ रिमुभ न तेरो पनि छैन गरेको एकचोटि अनि अटो चढेर अनि हामी जीवन साथी यता हेर्दै जीवन चाहिँ यहाँ छ जीवन अटो कुदाउने यस्तै छ फ्युचर हो सबै आउँछ हाम्रो साथीलाई गाइस हामी चाहिँ अब आइपुग्यौँ अब हामी सिडी चढ्ने कति दामी छ उयो भिडियो बनाउनु हो त्यही हो यस्तो छ इन्ट्रान्स हेलो गाइस हाल्नु पर्यो नि त भ्लगमा हामी चाहिँ यस्तो ठाउँमा छौँ कस्तो राम्रो अनि जीवन चाहिँ कुद्दै गयो सौरभ चाहिँ यहाँ छ साथी भेट्न गयो अनि कृतिका चाहिँ यहाँ छ म चाहिँ यहाँ छु अब चाहिँ यिनीहरू सनस्क्रिन लगाउन आँटेको त्यो होइन त्यो मोइस्चराइजर तँ पनि ला तँ लगाएर त्यो लगाएर sunscreen ला। यिनीहरूलाई राम्रो बनाउने हाम्रो तना पनि बोकिरहेको छ त भन्नु कि सौरभले अनि बोतल यो हो स्याडो हो बोतल छैन एस्थेटिक थिएन टिस्यु पेपर मुख पुस्न मुख धोका छैन नदेखेको मन्दिर आएको मुख धोका छैन यिनीहरूले त्यस्तै यो चाहिँ यहाँबाट झऱ्यो भने तल के क्रिम चाहिँ यहाँबाट झऱ्यो भने तल यिनीहरूलाई किन्न लाउनुपर्छ अनि फोका आउँछ क्या बुझ्छ ए त्यो ह्यान्डसम भएको यत्रै हामीले नलगाइ हेर त जन्डिस लागे जस्तो भयो केही हुँदैन हौ उयो दारू बनाउँछ होइन एन्टी क्लकवाइज ओए के यो के लगाएको अहिले हामीले मोइस्चराइजर कुन लगाउँछ सनस्क्रिन लाउँदैछ स्किन केयर आज साथीलाई भेटेर तर यसको वाइट कास्टहरू यो निकाल्नु भयो धेरै नदैन एक दिन लगाएर के गर्नु म अन्त अहिले फेरि क्यामेरा ब्याग गाइज हामी घुम्न आएको घुम्न आएको कि स्किन केयर गर्न आएको घुम्न आएको क्यान्सल गरेर स्किन केयर राइट हान्नुपर्छ दल न पुरै मुख जस्तै भएको हो त्यस्तो गर्ने हो होइन होइन सफ्ट सब आइडिया छ क्या तेरे चुम्मे के भन्छ 7+ हेर्नु केयरिङ साथी यस्तो साथी कहाँ पाउँछ जीवन पाइसक्यो पहिला घर नजिकै थियो अहिले चाहिँ घर पर भएको हामी पनि खिचौँ न वेलकम टु पाथी भारत हामी चाहिँ अब मन्दिर आइपुग्यौँ हेर्नु भ्यू कस्तो राम्रो छ अनि आज सब मोबाइलमा व्यस्त छन् कन्टेन्ट क्रिएटर भगवान् हामीलाई पर्खिरहेको छ हामी मन्दिर आइसक्यौँ तर हामी स्टोरी हाल्दैछौँ देखाउनु पनि पर्यो नि त मान्छेहरूलाई होइन भर्खर अपलोड हुँदैछ हौ हामी चाहिँ अहिले पूजा गरेर आयौँ अनि यस्तो छ भ्यू ओए म सोधेछु ल अनि अब चाहिँ हामी मेन मन्दिरमा पूजा गर्न जान आँटेको अहिले चाहिँ हाम्रो यहाँ पूजा चल्दैछ यहाँ कुकुर छ आइगयो माथि राखेर डस्टबिनमा सेट गर्नु हामी कहाँ जाने अब हामी उठ्याएको मन्दिर हो यो मन्दिर जाने लेट्स गो देखाउनु पर्दैन क्यामेरा अलिकति घर भने अनि हामीलाई चाहिँ लास्टै भोक लागिरहेछ होइन त्यही पनि अब भगवान्को अगाडि अब भोकलाई खाना मारेर खाएर चाहिँ यो मान्छे मात्रै आएको छ यो त पापै पुरै लाग्छ डाइट यो पेले त कति पाप गर्छ भने अनि त्यही माथि भेज हो भेज त्यसै माथि उ भेज भयो भने चाहिँ खाएँ हामी त केही खाएको छैन चिया पानी बाहेक अब मैले भनेको अनि म पानी पनि खाएको छैन यस्तो धर्म कर्ममा अति यति धेरै इन्ट्रेस्ट कसरी हाँस्यो हौ यो गाइस हेर्नु भ्यू यो भ्यू हेर्नको लागि नेपाल आउनुपर्छ इन्डियामा हुँदैन इन्डियन पनि छ स्टाफमा नराख यहाँ फोन राख्छु भन्दैछ हेर्नु फोनको केही माया छैन नयाँ किनिहाल्छु झऱ्यो भने के हुन्छ अन्त राख नि त्यो साँच्चै मेरो क्यामेराले भ्याएन यसको बादल मेरो क्यामेरातिर प्लिज नहेर्नु होला गरीब दोस्त गरीब हमारे दोस्त के पास आईफोन है भन्दैछु त 11 बजेसम्म कौन सा है 13 हमारा फ्रेन्ड बहुत रिच है रिच प्राडाको चस्मा छ अरे अनि कसलाई रिच भन्दै थियो मलाई रिच भन्दै थियो मसँग सस्तो 200 को चस्मा छ गाइस गाइस त गिफ्टेड हो तर यसले आफैले
सौरभ राई हैन गाइस यतिकै झन् रे ए साथीहरु ग्रीन फ्ल्याग है प्लिज कोही केटी कन्ट्याक्ट गरिदिनु होला गाइस उसको मेरो चस्मा लेख्नु एकदमै ग्रीन फ्ल्याग ग्रीन फरेस्टै छ हाम्रो साथी 10/10 100/10 अति सो कन्ट्याक्ट गर्नु होला कन्ट्याक्ट ओके ओइ लला हामी सागुरी गढी जान आँटेको अब अनि हामी त मन्दिरै गएनौँ त यो चाहिँ मन्दिर यस्तो छ यता भ्यूहरू यस्तो छ लाइक एकदमै राम्रो छ एकदमै वर्थ इट छ आउनु होला सबैजना अनि हाम्रो अर्को साथी पनि आयो जाऊ यो टिका लाउन आफ्नो प्राडाको चस्मा लिएर आयो देखा त पर मैंने एक ही बार यूज किया इसको खतरा हेर्नु गाइज हेर्नु मैले चाहिँ प्राडाको चस्मा लगाएको अहिले कस्तो राम्रो अहिलेसम्म यी छुम गएकै छैनौँ त्यतिखेर चाहिँ जाम जाने ठाउँमा चाहिँ हिँड्दै जाऊँ न हाम्रो चाहिँ अहिले डिस्कसन हुँदैछ अनि आउँदा 2 घण्टा बरु आउँदा त्यतिखेर पनि हिँडेर गाइस हम आपको दूसरा व्यू दिखाएंगे नेपालीमा बोल न हामी हजुरहरूलाई नयाँ व्यू देखाउँछौँ ठाउँको नाम हो सागरी गढी त्यहाँ जानको लागि हामीलाई 2 घण्टा हिँड्नुपर्छ साङ्गुरी गढी सरी गाइस साङ्गुरी साङ्गुरी गढी कालो हो भने चाहिँ के अरे ध्वासे होइन केटीहरू चाहिँ काली भने ब्ल्याक ब्युटी वाउ हेर्नु है हामी खतरो के खिलाडी भन्ने यहाँ बसिरहेको छौँ यहाँ चाहिँ खुट्टाको कम्पेरिजन हुँदैछ हेर्नु कति डिफ्रेन्स छ कति पनि छँदैछ त हाम्रो यहाँ पैसाको म्यानेजर यहाँ चाहिँ हेर्नु यहाँ टोइलेट छ यहाँ टोइलेटको पनि व्यवस्था छ टेन्सन नलिकन आउनु यहाँ चाहिँ प्राइभेट मोमेन्टहरू देखाउनु हुँदैन ए हामी चटपटे कतिखेर बनाउने हो मलाई त केही थाहा नै थिएन के गर्ने के नगर्ने भनेर यसैको प्लान हो नि त सबैले बनाउनु त अनि सही त भनेर म त ग्रुपमा छु जस्तो पनि लाग्दैन भनेर यिनीहरूले मलाई लेफ्ट आउट फिल गराइदिए ग्रुपमा उसलाई मेन्सन गरेर हामी बोलाउँछौँ त्यही पनि रिप्लाई गर्दैन मेसेज चाहिँ तिमीहरू 12 बजे बोल्छ म 12 बजे निन्द्रामा हुन्छु अब त्यस्तो हो क्या यस्तो कुरा चाहिँ यहाँ हेर्नु यो प्राडाको चस्मा हाम्रो पैसा पुगेन भने यही बेच्नुपर्छ रिच हो कि म कस्तो पिस गाइस हामी सानोदेखिको साथी होइन हाम्रो फर्स्ट यो उयो हो नि फर्स्ट ट्रिप हो यस्तै टुर मजा ओभर मजा आएर अनि यहाँ हेर हाम्रो साथी नि आएको छ हेलो बौ सौरभ दुईटा प्रिय साथीहरू केयरिङ साथीहरू हाम्रो जुत्ता लिन गएका छन् उनीहरू पनि जुत्ता लाउन हामी उहाँ जाने देखा न उही टपमा जाने कति दामी छ अनि त्यहाँ गएर फर्केर हामी तल जाने अनि तल गएर खाजा खाएर हामी उता सागरी गढी जाने अनि मेरो बोल आइदैन दोस्ती होइन 5 वर्षसम्म मतलब भइरहेको भने जिन्दगीभर हुन्छ अरे हाम्रो त 10 वर्ष हाम्रो 15-16 वर्ष त्यत्रो त नभनौँ 10-12 वर्ष चाहिँ भयो होइन 8-9 वर्ष भयो अनि किर्तेस हुँदा जत्रोदेखि हामी साथी थियौँ होला अब हामीलाई पो याद छैन मैले चाहिँ मेरो साथीको यहाँ बोलाइदिएको कपालमा कस्तो क्युट हुने ऊ कोरियन जस्तो ग्रीन फ्ल्याग ग्रीन फरेस्ट साथी हेर्नु हेर्नु कति क्युटली हाम्रो जुत्ता अनि त्यसपछि पर्स बोकेर हिँडिरहेको छ यस्तो केटा कहीँ पाइँदैन जुन केटीले यसलाई पाउनु चाहिँ एकदमै लक्की हुनेछ सो प्लिज कन्ट्याक्ट तपाईँको नाम भनिदिनु सौरभ नेपाली हेर्नु कति स्विटली बोल्छ एकदमै हाम्रो साथीहरू चाहिँ छाता लिन गए अब चाहिँ हामी फाइनली त्यो भ्यूमा जाँदैछौँ अनि त्यो भ्यू अहिले ढाकेको छ हामी त्यहाँ हाम्रो डोरी भन्दा अगाडि पुगिसक्यो ओइ पानी पर्छ गाइस अब चाहिँ हामी ट्रेकिङ हाइकिङ हाम्रो हाइकिङ चल्दैछ ओइ त कुकुरै आएन हो छ्या बोला हाम्रो कुकुरै हामीलाई छोडिदियो त्यसले बिच्चा बाटोमा हामी त्यहाँ जाने फोटो खिच्न एकदमै माथि जाँदैछौँ कस्तो राम्रो क्वालिटी आएको एकदमै थाकिसक्यो 2 घन्टा कसरी हिँड्नु ओइ यस्तो यस्तो बाटो भन्दा आउँदा ठिकै हो कि कृतिका हेर्नु हाम्रो कुकुर हामी चाहिँ अझै माथि गयौँ अनि यो कुकुर चाहिँ कसलाई हेरेर भुकिरहेछ है
यहाँ इसमें कोई आत्मा का छाया है त्यस्तो लाग्दैछ अनि हेर्नु सबैलाई फोन आइसक्यो मलाई त आएकै छैन मिठो गाइस मिठो मुझे भी नहीं आया है मलाई पनि आएको छैन कसैलाई पर्वा नै छैन क्या जहाँसुकै जाओस् आइज हामी चाहिँ एकदमै टपमा आइपुग्यौँ है यो जीवन हाम्रो त केही दोष छैन भिडियो बना त नगर लड्ला फोटो खिच्ने हेर्नु है यिनीहरूको चर्ती कला के डराको जीवनमा हैन जीवनमा जीवन छ गाइस यसमा सौरभमा चाहिँ कति ज्ञानी है हामी जस्तो ज्ञानी कोही छैन अनि यिनीहरू चाहिँ पख यो तेरो मम्मीलाई देखाउँछु उफ्रिदैन रिक्स लिएर फेरि यो मरिने रिक्स छ नि त गाइस अब चाहिँ के भन्नु क्या यस्तो भ्युज हेरेर लागेन भन्नु अहिले पनि लागेको छैन अलिकति पनि छैन यस्तो राम्रो छ नि यहाँबाट कति जाने मन छैन क्या यस्तो छ भ्यू जाडो अलिअलि छ तर त्यति जाडो पनि छैन ज्याकेटै लाउने जस्तो कि जाडो छैन एउटा भिडियो बनाउने एउटा Worth it हो यार, 2000 म त चारजना यस्तरी उभिएर हो यसरी यस्तो घुमेको हात पक्ने हो र अर्को छोड्दैन तीबाट बना नि एडिट गर्दा बबली बदमास अब हामी यहाँबाट यस्तो प्यारो ठाउँलाई बाई बाई भनेर अब हामी जान आँटेको हिँड्ने बेलामा हामी चम्किँदै आएको है भ्यू गाइस हामीले चाहिँ एस्थेटिक भेट्यौँ जाम यिनीहरू लागौँ सबै थोक लाग्यो गाइस हामी चाहिँ यहाँ फसेको छु हेर्नु पोजिसन सौरभ र मलाई चाहिँ जाडो भइरहेको छ अब हामी जाँदैछौँ कस्तो यताको मौसम राम्रो यस्तो छ अनि अब चाहिँ यत्रो खाएर हामी फेरि ड्राइभ पनि गर्ने जान आँट्यो के नुन बोक्नु नुन छ जब हामी चाहिँ यो ठाउँमा जाँदैछौँ यो बन्दै थियो भर्खर सौरो भएर होला यहाँ मजा म भइहाल्यो हामी चाहिँ यहाँ घुम्न आएको छौँ हामीले भरिया फेरि पानी पर्यो हम लोग आप जा रहे हैं दूसरे स्टेशन पे ऊ करायो कि चलो क्या भात खाएर गड्यौला त्यो ठुलो हेर्नु हामी चाहिँ कुन ठाउँ अरे हो के सागुरी गढी यो ठाउँ आएको अनि यहाँको मौसम हेर्नुहोस् यहाँको मौसम हेर गाइस यहाँ हावा चलिरहेको माई गॉड सौरभ के भन्न चाहन्छ यस्तो धेरै जाडो छ चस्मा खोल्नु पर्यो एकदम चिल छ यार यस्तोमा पनि हुन्छ मान्छेहरू यता आउनु हजुरहरू पनि आउन सक्नुहुन्छ उपर मजा आउँछ अब चाहिँ हामीलाई अति जाडो भइसक्यो सबैभन्दा धेरै चाहिँ म र सौरभ छाता यहाँ बोकिन यहाँ हेर्नु गाइस छाता पनि उडिसक्यो अटो हाडै छ एउटा छाता हामी बसेको छु रेनकोट किनौँ न यहाँ हेर्नु गाइस रेनकोट किन्ने पैसा दिनु न गाइस हेर्नु तिम्रो मेकअप र हामी चाहिँ यो रुखको तल यस्तो सहारा लिएर बसिरहेको छौँ यहाँ चाहिँ हाम्रो खानेकुरा के गरिदिहाल्यो तिमीहरूले हामी चाहिँ ड्राई पिकनिक गर्ने भनेर आएको थियौँ तर वेट भइहाल्यो भइहाल्यो त्यही भनेर हाल्नुपर्छ वेट पिकनिक भन्दा ड्राई पिकनिक नो वेट
सबैलाई पनि यस्तो एक्सपिरियन्स लाग्छ भने टपरिहाल्यो यहाँ आउन सक्नुहुन्छ यहाँ चाहिँ एकदमै मजा आइरहेछ मजा यहाँ हेर्नु तँलाई कहिले आन्टी जाडोले। दियो भयो अब मैले के गर्छु ब्याक क्यामेराबाट खिच्छ फ्रन्टबाट खिचिन्छ त अनि पछाडि यो ब्याक क्या आफ्नो ब्याक कृतिका केही भन्न चाहन्छस् म केही भन्न चाहन्न म घर जान्छु जा। म घरबाट ब्ल्याङ्केट उठेर घरमा त्यस्तो भयो तर उता चिसै छ आज पानी परिरहेछ सौरभ घर जानुपर्छ जीवन जाँदैन यहीँ बस्दा अरे जीवन ट्रमाटाइज अघि भर्खर यही घर भएको भए हाम्रो भन्दै थिएँ मलाई यहाँ घर चाहिएन चाहियो तर ब्ल्याङ्केट मस्त सुत्न पाउने नि ओइ अनि के खानालाई इन्टरी जा सुत्नलाई यहाँ आइज त अब नाकले नै पुग्छ अब तिनैजना जीवन के गर्दैछ सुतिरहेको छु जीवन कहाँ छ यिनीहरू हँसिरहेको सौरभ कहाँ छ जीवन म सँगै छु यहाँ चाहिँ हामीले एउटा कुकुरलाई भेट्यौँ गाइस आज यस्तो नि सबै कपाल भिजेर लास्ट जाडो छ यस्तो यहाँ हेर्नु यस्तो बतास चलिरहेको छ यस्तो होइन जीवन कस्तो भइरहेछ ल ए गाइस एकदम जाडो छ यहाँ अनि हामी उतातिर अझै चिसो यहाँ हाम्रो अर्को साथी यस्तो जाडो छ यस्तो चिसो छ यहाँ हामी मलाई यता गाइज होइन म चाहिँ कृतिकाको भरोसामा आएको थिएँ जाडो हुँदैन मेरो भरोसामा म एकदम मेरै भरोसामा आएको के गरिसकेँ यत्रो यत्रो यो हेर फङ्गस लाग्यो साइन्स पढेको छु यतिको चाहिँ अनि के फङ्गस होइन यो जे भए पनि त अझै त्यसलाई के भन्छ यसलाई योबाट के भन्छ अदिति भन्छ त्यसो भए मस होइन यो मस त त्यो होला मस भनेको चाहिँ सानो सानो हुन्छ त्यो भुइँमा लाग्ने हो क्या त्यो चाहिँ यहाँ क्लिन उठ्दैछ यस्तो मौसममा माथिको कन्डिसन ठिकै छ अलिकति अपडेट छ हाम्रो सिचुएसनमा अहिले चाहिँ छाता ओढ्नु परेको चाहिँ छैन पानी पनि रुको अब यस्तो यो मौसम नि अलिअलि खुल्दैछ यसबाट के गर्ने हो यसबाट दुईटा भयो ब्रिटिस आएको छ हाम्रो नेपालमा थाहा छ अँ आएको थिएन हौ ब्रिटिस कहाँ कहिले ब्रिटिस आयो नेपालमा हौ भन्छ हौ सपोर्ट गरिदिँदैन भन् न कहानी सुना यो चाहिँ यहाँ पढौँ ल गणेश थापाको नेपाली चलाइन्छ हाम्रो पढ्नु आगो मात्रै मलाई भन्यो हो चाहिँ के जोत्दाखेरि गोरु जोत्दाखेरि छोटी लोक छोटी सोच कृतिकाको सबै कपाल झरिसकेछ देखा रे देखा टिप्दैन त ओइ यो बाउ लाग्यो नि त्यस्तो नगर न त्यो सम्मानको लागि सम्मान गरेर राखेको खतरो के खिलाडी कुकुरले खेलाएर चिप्लेर जीवन त्यहाँ आऊ यहाँबाट यहाँ आउनुपर्छ यो भ्लग जति छ नि सबै आउनुपर्छ लु अब उताबाट त्यहाँ अब यहाँ गर्न सक्छस् यहाँदेखि यहाँ यहाँदेखि यहाँ अनि त्यहाँदेखि तल ए हो त्यहाँ पुग्नु बाटो देखिन्छ चिप्ले नगर छोड्दै कपाल कपाल कोरेर चाहिँ के हुन्छ अहिले झन् कपाल झर्छ नगर चिसोमा झन् कपाल कपाल कहाँ झर्छ यो के हो यो एउटा झरो खै त्यो एउटा एउटा गर्दा तेरो कपाल त्यसले भएको छ अपडेट अब चाहिँ हामी यहाँ खान आँटेको भाइ फोर्नु छाताले न हाम्रो लगाएर यो बुढो भएको हो बुढो भयो नि त मैले जुन छान्नु भन्नु त्यो अहिले जुन लक्ष्य लगाएको कलिलो लिने हो कि काँक्रा जहिले मैले यो लिएँ त्यो पहिलो अहिले नि भइसकेको छ त्यो घर लगेर पनि फाइदा छैन गाई त बुढो हो कि जवान हो प्लिज कमेन्टमा भनिदिनु आलु प्याजमा फाइदा उही चक्कु थियो यही सिकायो बेचौँ यो मसलाहरू बिजमा त अहिले अहिलेसम्म ए, के छ राख्नु तिनीहरू राख्नु एउटा तिनीहरू नुन नुन हालेर खा न यस्तो कुरा चाहिँ नगरौँ होला बिरे नुन पनि छ बुढो भयो नि काँक्रा हेर त मलाई थाहा छैन कि मलाई हेर्न आउँदैन मर्न आँटिसकेको छ बुढो भएर त्यसले त भन्दैन यो बच्ची राम्रै कस्टमर आएछ मेरोमा आफै छान्न भने त्यही पनि यो छानेर लगी भनेर हरि यो छान्ने हो क्या त्यहाँ काँक्रा कस्तो छ
रिभ्यू दिनुहोस् साथी। बिहारी पिलाउँछ तपाईँलाई अब। यहाँ नुन पनि छ हामीसँग। पछि फ्युचरमा एक काँक्रा बेच्छु म गाडीमा काँक्रा आयो काँक्रा सब ल मसला रहेछ यो त 2 कागज हुन्छ किन लानु कागजमा लेखेर आउँदा पकड्दैछ अहिले। नुन छोप पनि छ के हो छोप चटपटे मार्नु छटपटे भएर सँगै गएर सोरी सिक्यो अङ्कल के खानु मलाई थाहा थिएन त नि म घरमा बनाउँदिनँ पागल ब्याग चाहिँ ओइ के गरेको थिएँ मैले पानीमा छोडिदिएको छु ब्याग चाहिँ त्यहाँ छ। ओइ बोकेर छोडा जीवन समय अत्याचार नगरी लाइन बाई लाइन सबले लाइन बाई लाइन पालै पालो भन्न पाले पाले अब जीवनको पालो आयो। राम्रो कस्तो ह्यान्स देखेको कस्तो छाता हो रे छातामा त क्याप ल्याउनु पनि रहेछ। अब चाहिँ हामी त्यो ठाउँबाट पर्मानेन्टली फर्केको अहिलेको फेरि लागि। आएपछि पानी पर्छ नि भन्छ यो कृतिकाले गर्दा भने फेरि त्यो अक्कडोले भन्यो क्या गाउँ छेत्रीले खाइहाल्छ यो त्यो यो त्यो यो त्यो भन्यो अनि मैले भने जीवन भगवान छन् भने हाम्रो पनि यस्तै गरी हिँड्ने दिन आउला। आउँछ आउँछ। इफ यु चिट अन मी दिस यहाँ आएर इफ यु चिट अन मी भन म आदि मुन्टने यस्तो गरै छ भने यार 2000 मा बिस्तारै काटौँ न त हट्न एकछिन तिमीहरू हट क्या यो ट्रेन हुन्छ हामीबाट के भयो अरे कृतिका? भइहाल्यो हँ? छाता हो हुँदैन क्या ट्रिप पावर ब्याङ्क गोजीमा छ त त्यसलाई त मैले सानै छोडेँ छाता होला हुँदै छैन गाइज हाम्रो कृतिकाको छाता हराएको छ सबले हराइदिएको मैले होइन कृतिकाले अब कहाँ राखी त्यसले कालो झुन्डाको थियो नि त्यहाँ कालो यहाँ झुन्ड्याउनु कति स्ट्रगल गरेको थियो तर दुनियाँ अब दोकानमा कहीँ छोडी होला अब घरबाट निकालिदिने बिर्छ कृतिकालाई के गर्ने निक्लिनु म घरबाट गाइज प्लिज कमेन्ट जामा हाम्रोमा यिनीहरू सिधै मलाई अनि यिनीहरू सधैँभरिको लागि राख्छु खाता लिएर आइज। त्यो घर छ त तेरो घर छ त्यहाँ त घर पनि छ अब त्यो घरमा त त्यसलाई ओइ रिपेयर बङ्गला भएको छ त्यो घरको ओइ गर